हेलो गुड मर्निङ साथीहरू, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि फेरि पनि मैले भिडियो ल्याइसकेको छु। अनि आज चाहिँ हामी कहाँ जानु लाग्यो भन्दाखेरि काबा खान जानु लाग्यो जङ्गलमा। अनि 3 जना हिँडेको होइन, अरू पनि जान्छ कि भनेर फोन गरेर सोधेको नजाने अरे। अनि चाहिँ जानु लाग्यो। अब यस्तो छ बाटो हाम्रोमा चाहिँ, अनि रोडमा निस्केर अनि जानुपर्ने हुन्छ। घामले चाहिँ एकदमै पोलिरहेको छ होइन साथीहरू। गर्मी महिना बढिसकेको छ, त्यही भएर चाहिँ हुनु पऱ्यो नि। एउटा चाहिँ मोबाइलमा व्यस्त छ है, हामीभन्दा पछि परिरहेछ। आज चाहिँ घामले एकदम पोलिरहेको छ, तर काफल पाकेको छ कि छैन थाहा छैन है। हामी चाहिँ जाँदैछौँ बाटोमा। यता तल पनि गाउँ छ है। यहाँ चाहिँ कहाँ के अरे असिल पाकेको रहेछ, त्यही पनि खाइसकेको रहेछ। तानी खाछ। साथीहरू, अनि मैले चाहिँ भिडियो धेरै पछि ल्याएको छु होइन। मैले चाहिँ अब डेली ल्याउनु सक्दैन नि त, अनि त्यही भएर कहिले काहीँ यसो फ्री भएको बेलामा यसो भिडियो बनाइदिएको होइन। क्यामेराम्यान एक भइरहेछ, त्यही भएर एउटाको फोटो हेर्दै हाँस्दै। कति धेरै पाक्यो रहेछ यहाँ माथि। त्यही पनि के गर्नु, तानेर खानु सक्दैन। अहिले फेरि आएर फेरि कति काम छ हाम्रो। कसले टिपेर खाइछ त त्यहाँ? कसले टिपेर खाइछ त? उयोमा हाल्नुमा नि हुन्थ्यो, त्यो पर जानु तलमा उयो क्याबे हेर नि त्यो त्यो त के अरे गुलिया छ जस्तो देख्छ है। टुप्पी बाहुन बाजे, टुप्पी बाहुन हेऱ्यो आकाशको फल आँखा तरी मर भनेर जस्तो। तिनीहरू होइन, तिनीहरू त उयो गोठमा आएको होला नि, पैसाले खान्छ नि। को गर्यो त्यो? त्यहाँ परबाट पनि बच्चाहरू आइरहेछ। यसरी नै भिडियो बनाउँदै जानेछु कि स्कुल है होमवर्क गरेछ। जिन्दगी यस्तै चलिरहेछ। मेरो पनि एक्जाम आइसक्यो, पढ्यो भने क्यापेर त कालै छ है। खानु जाउँ है दिदी एकछिन। क्यारपे खाइ म त वाक्कै भइसक्यो। मैले त क्यारपे त कति खाइसक्यो। यता चाहिँ त्यो परेर त झाङै कालले भने जाउँ न त जाउँ। देख्यो क्या देख्यो अब चाहिँ हामी हेलो गाइस हैन तर यो माथि चाहिँ क्यारपे टन्नै पाकेको रहेछ है। अब चाहिँ हामी जान्दैछौँ होइन। अनि टन्नै पाकेको छ क्यारपे। अब खान जाने कुरा भइरहेछ।
पर यार कति धेरै पाके रहेछ है साथीहरू। कालो देखाएको छ नि मैले त तर भगवती अरे त्यो रितुहरू नि लिएर आएको छ। यो ग्यासलाई त क्यारपेको साथ नथाहा पनि कति वर्ष भयो होला है। यो ग्यासलाई मिस गरिरहेछ यहाँ भाइ चाहिँ। पल्लोको त कस्तो गुलियो। अहिले चाहिँ हामी क्यारपे खानु कति धेरै क्यारपे पाकेको रहेछ है साथी। तो यो गाइस तो आप सबको स्वागत है मेरे न्यू वीडियो पर। तर मिठो चाहिँ छ कि छैन है साथीहरूले खाइहेर्नु पर्ने। ओ माय गॉड एकदम अमिलो हेरेर थप्पा केही आउँदैन रहेछ। भिडियो गर्नु हुँदैन मुखमा हाल्नुपर्छ पहिलो। गुलियो गुलियो एकदम गुलियो। मलाई चाहिँ अमिलो लागिरहेको छैन ब्रस गर्दा। मेरो चाहिँ हात गलिसक्यो है साथीहरू भिडियो गरेर। बानी नभएर हुनसक्छ। भएन पहिला सुरु क्यारपे खान। लाइक र सब्सक्राइब गर्नु होला दोस्तों। ठिकै मिठो छ है। धेरै गुलियो पनि छैन अमिलो पनि छैन। गुलियो ठिकै छ। कति धेरै एउटा पनि छ जङ्गलै भएछ। बाँदरले नदेखा भएर होला। बाँदरले नखाएर बचेको छ अहिलेसम्म चाहिँ यता। ल जाउँ अहिले चाहिँ धेरै टाढा जानुपर्छ है। सम्झ ओइ त्यो गुलियो छ हो अहिले त। यसरी हिँड्नु पनि हुन्छ। को भाइ ओइ विजय भएन क्या साथी। एकदम फुलेछ खाएको रियाक्सन देखेको थिएँ। त्यो दाइहरूलाई चिन्दैन भने थाहा छैन त्यस्तो भइहाल्यो। त्यही भएछ। एउटा दिदीले चाहिँ देखाएको थियो। त्यो दाइ चाहिँ अहिले चाहिँ हामी तल्लो पुगिसकेको छ होइन। रानी खतरा के खिलाड़ी से हम दिदीको केही पछाडि त 20 रुपियाँ रहेछ त्यो के हो नहेरे जानु भने क्या खतरा देख्छ रहेछ। तल्लो गाउँमा आइसकेको छ हामी। यहाँ चाहिँ भैँसी पौडी खेल्ने होला सायद। खतरा देख्दो रहेछ। पोहोर हामीले यहाँनिर खाएको क्याम्पे असेलको झाँगै छैन। अब चाहिँ हामी यताबाट पनि जानुपर्ने हुन्छ। अहिले मैजेले देख्यो नि अनि हाल्छ छोड्यो। ये सब क्या देखना पड़ रहा है।
अच्छा है मैं अंधा हूँ ओए खै त हाम्रो गाउँमा चाहिँ यस्तो पनि पाउँछ है यो चाहिँ चोरेर ल्याएको चोर्यो यो चोरेर ल्याएको चाहिँ होइन आधा पारेर खान्छ त त्यो एउटा खा एउटा तितो जुदा खायो आज पनि खायो चोरेर यहाँ चाहिँ आलु रहेछ है प्लास्टिक हामीले पोलिरहेछ हामी पाइनहरू जानु फर्किने किराउनु रहेछ त्यो पानी खानु बिहाको ताको बच्चा चित्तो उँचाको कामले चाहिँ धारी चाहिँ हेरेर उँचाको ए मुम्बा जाने सिस्नुलाई यस्तो सुकाएको रहेछ है मकै त यसपालि त के होला यता सिस्नु मकैको गति यस्तो छ है साथीहरू यहाँ चाहिँ काफलको रुख थियो है काटेर यस्तो बनाएको छ अनि हामी चाहिँ यता बाहिर त्यो दाइ दिँदैछ त्यहाँ त काफल चाहिँ पाएर चाहिँ साथीहरू हामीलाई खानु उही पाक्यो रहेछ काफल त्यो बोजूहरूको त होइन त्यही बोजूहरूको हो कि क्या काफल चाहिँ अलिअलि रातो रातो देखिरहेको छ साथीहरू पाकेको छ काफल रुखमा काफल चाहिँ यसरी पाएको छ चार पाटे बनाएर राखेको छ के गर्ने हो कहाँ ए त्यो काठले तानेर खायो होला नि काफल यहाँ चाहिँ खान्छ भनेर राखेको रहेछ तर यस्तोसम्म चाहिँ गर्न नहुने हो तलै गएर सोधेर
धेरै खासै पाकेको चाहिँ छैन रहेछ हामी आउनुलाई चाहिँ अलिक छिटो भएछ है त्यहाँनिर त्यति अब चाहिँ हामी अन्तै जानु लाग्यो है साथीहरू त्यो खोजमा अब चाहिँ पाउँछ कि पाउँदैन खोज्दै जानुपर्ने हुन्छ त्यस्तो पुरानो अनि पानी पाउँदैन ऊ परवेशहरू गएको छ अरे त चरीले अघि नै परवेशहरू गएको छ भनेर बाटोमा हिँड्दै हो साथीहरू यस्तो छ बाटो अनि अझै टाढै छ 10-15 मिनट लाग्छ हिँड्दैछ अहिले चाहिँ हामी यहाँ बिसानामा पुगिसक्यो अब चाहिँ धेरै छैन होला हिँड्नुलाई हामी कति धेरै 10 मिनट जति हिँडेर आयो होला पसिना यस्तो छ है काफल खाने जति मेहनत त कहिले पनि गरेन है दिदी हो यस्तो छ यस्तो उकालो आउनुहुन्छ है पसिना छ है साथीहरू पाकेको छैन न फलै छैन सो साथीहरू अहिले चाहिँ हामी यहाँ के अरे डिलमा आएको होइन अनि यहाँ चाहिँ भ्यू एकदमै राम्रो देखिरहेको यहाँ चाहिँ गोठहरू ल्याएर बसिन्छ है मान्छेहरू अनि यस्तो दामी छ क्या जङ्गलै जङ्गल छ अहिले चाहिँ हामी जाँदैछ है दुईजना चाहिँ अगाडि बसेको अनि म चाहिँ अहिले पछाडि बसेको काफल चाहिँ यहाँ चाहिँ साथीहरू टन्नै रहेछ तर पाया चाहिँ छैन है अलिअलि कुनै ठाउँमा कतै चाहिँ पाएको हुन्छ यस्तो दामी पाकेको रहेछ तर के गर्ने यस्तो साथीहरू यस्तो भिडमा छ त्यही भएर हामीले चाहिँ टिपेर नसकेर हामी चाहिँ दौडिँदैछ पारोहरू होला क्या भिड छ है साथीहरू यस्तो बाटो हिँड्नुपर्ने हुन्छ दायाँ बायाँ नहेरी सुई यसरी हिँड्नु परेको छ हामी चाहिँ है यो चाहिँ एकदमै भिड रहेछ यस्तो है हेरेको छैन यसरी हिँड्नु परेको छ हामी चाहिँ अब चाहिँ अलिक सजिलो छ बिस्तारै नै चप्पल चिप्लो यहाँ त काफल कति धेरै पाकेको रहेछ साथीहरू अघिभन्दा त यो नि रुख हो काफलको होइन पनि पाकेको रहेछ अलिअलि हामी चाहिँ जान्दैछौँ अझै उता छ भन्छ तर म चाहिँ अहिलेसम्म गएको छैन है गर्ने चाहिँ लास्टै छ है अनि पसिना एकदम अझै भिड छ मैले के भन्न लागेको थिएँ बोलाएर फेरि बिर्सेँ जान्दैछौँ अझै टाइम लाग्छ भन्छ यहाँ पनि रुख रहेछ यो नि काफलकै रुख हो अब आउने बेलामा त ओह्रालो दौडिँदै आयो जाने बेलामा अब फेरि उकालोमा हिँड्ने बेला मरेको जुनी हुँदैछ
यस्तो पाराले चल्दै A few moments later. हामी चाहिँ घर फर्किँदै हो। सो साथीहरू, अनि अहिले चाहिँ म गोठमा आइसकेको छु अनि आमाले चाहिँ बाख्रा लिएर आइसकेको छ अनि अब चाहिँ म खाजा बनाउन लाग्यो। दिनभरि डुलेकै छ अनि अब चाहिँ खाजा बनाएर दिनुपर्ने हुन्छ अनि कुखुरा पनि चराइरहेको होइन। अनि हाम्रो मकै चाहिँ अस्तिको भिडियोमा सानो थियो, अहिले त मभन्दा पनि ठुलो भइसकेको छ है। यत्रो थियो अस्ति, अहिलेको भिडियोमा कति धेरै ठुलो भइसकेको छ मकै होइन। अनि भोलिबाट चाहिँ हाम्रो मकै चाहिँ दोहोऱ्याउनु पर्ने हुन्छ। अनि म चाहिँ अहिले कुखुरा हेरिरहेको अनि मकै चाहिँ यस्तो दामी भएको छ कि, अनि यस्तो बाक्लो छ कि साथीहरू। अनि यस्तो बाक्लोमा त कसरी गोड्नु होइन। अनि अब भोलि जसरी भए पनि गर्नुपर्ने भइहाल्यो होइन। अनि अहिले चाहिँ घाम छेकेको छ अनि अहिले चाहिँ अलिक शीतल भइरहेको छ होइन। यति मान्छे छेकिरहेको छ अनि अहिले चाहिँ अलिक शीतल भएको छ। अघि त म यस्तो हाप त्यहाँनिर यति तातो हो कि साथीहरू, म त यस्तो गुम्सेर मर्ला जत्तिकै भइसकेको थियो होइन। बल्ल आइपुग्यो अनि भिडियो गर्नलाई मोबाइल चाहिँ एकदमै तातिरहेको थियो अनि मैले चाहिँ भिडियो बनाएन। त्यही भएर म चाहिँ एकैचोटि गोठमा आएर बनाएँ। हजुरहरू सबैजना मेरो भिडियोलाई हेरिदिनु होला। मन परेमा लाइक सेयर र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। अनि सब्सक्राइब गरेपछि चाहिँ अनसब्सक्राइबहरू चाहिँ नगरिदिनु होला है। अनि किनभने अब सब्सक्राइब गर्न मन छैन भने नगरिदिनु, गरेर तर पछि फेरि अन गर्नुलाई चाहिँ त्यस्तो चाहिँ नगरिदिनु होला होइन। ओके साथीहरू, अब चाहिँ भने म भिडियोलाई यतिमा नै इन गर्न चाहन्छु। अनि अब चाहिँ म खाजा बनाउन लाग्नु आइसकेको छ अनि अब चाहिँ म खाजा बनाएर खानुपर्ने। ओके बाई बाई साथीहरू।